साथीहरू जाने होइन त हामी गागल फेदी रिसोर्ट आज क्लब 60ले आयोजना गरेको तेस्रो वनभोज कार्यक्रम अन्तर्गत हामी गागल फेदी रिसोर्ट जाँदैछौँ। ल हाम्रो रञ्जित दाइले यो भिडियो नाम लिस्ट तयार गर्दै हुनुहुन्छ है सब्स्क्राइब गर्न चाहिँ नभुल्नु गागल है फेदी साथी। रिसोर्टको लागि। ल छिटो 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 गाडीमा ल बसिहालौँ है त। ल हाम्रो दाइ बसिहाल्नु भयो। ल सबैजना गाडीमा बसौँ त। ल छिटो छिटो जानुपर्छ गागल फेदी रिसोर्ट। एकदम इन्जोय गर्नुपर्छ है साथीहरू। हाम्रो रञ्जित दाइ र राजन दाइले पानी ल्याउँदै हुनुहुन्छ। ल पानी चाहिँ नि सबै तयारीका साथ हामी जाँदैछौँ है रिसोर्टको लागि। पिकनिकमा एकदम इन्जोय गर्नुपर्छ। ल ल बिचमा एकैछिनको विश्रामपछि हामी ल पुगिसक्यौँ त गागल फेदी रिसोर्ट। यो हो नि त साथीहरू प्राकृतिक सुन्दरता भनेको यो हो। आहा हेर्नुहोस् त कति राम्रो सुन्दर स्थानमा रहेको रहेछ यो गागल फेदी रिसोर्ट। वरिपरिको भ्यूलाई एकदम इन्जोय गर्नुहोला। ल साथीहरू हाम्रो अब यो फोटो सेसन पनि सकिएर है राजन दाइ म्यानेजमेन्ट यसो हेर्दै हुनुहुन्छ। कोही आउँदै पनि हुनुहुन्छ। रञ्जित दाइले नास्ताको के कस्तो बन्दोबस्त छ त्यो पनि चेक गर्दै हुनुहुन्छ है। पिकनिकमा आउने सबै एकदम राम्रोसँग इन्जोय गर्नु होला अङ्कल। ल बहिनीहरूले नास्ताको तयारी गर्दैछन्। भोक पनि लागिसक्यो है साथीहरू। मजाले नास्ता गर्नुपर्छ अब। हामी चाहिँ आएर यसरी हेर्दैछौँ। अरू दाइहरू चाहिँ आउँदै हुनुहुन्छ है। सबै उताबाट आउँदै हुनुहुन्छ। दाइहरू चाहिँ उता गफ गर्दै अब यताबाट आउँदै हुनुहुन्छ फेरि। ल हेर्नुहोस् ल दाइहरूलाई पनि स्वागत छ। ल छिटो छिटो दाइ अब नास्ता खाने बेला भइसक्यो है अजय सर छिटो। ल अब नास्ताको पनि सुरुवात भइसकेको छ। एकदम राम्रो छ नास्ता यतिको रिसोर्टको। सबै आफ्नो नास्तामा इन्जोय गर्नु होला। पहिला नास्ता खाएर नि एकदम रमाइलो गर्नुपर्छ वरिपरिको साइड सिन हेरेर।
नास्ता सक्यो अब थोरै फोटो सेसन पनि गरौँ है त साथीहरू ल सबै आफ्नो स्थानमा बसेर फोटो खिचौँ पहिला हाम्रो सानकाजी दाइ ओर्लिनु हुँदैछ है क्यामेरा लिनलाई जे भने क्यामेराम्यान हो नि त हामी चाहिँ यता फोटो खिच्दैछौँ उता दाइहरू चाहिँ उता आफ्नो अर्को स्थानमा सुरु गरिसक्नुभयो है तास खेल्नको लागि ल हेर्नुहोस् अङ्कल यहाँ हाम्रो ग्रुपमा ल हेर्नु रन्जित दाइहरू चाहिँ बसिसक्नुभयो मोबाइल छ खै हिपरीको साइड सिन हेर्दा हेर्दै भोक पनि लाग्यो है अब बारबिक्यू गरौँ न त ल बारबिक्यू पनि हुँदैछ साथीहरू म र राजकुमार दाइ यसो अलिअलि पोल्दैछौँ है मासु पोलेर सबैले खानु पऱ्यो बारबिक्यू नि गर्नै पऱ्यो यो बारबिक्यूमा चाहिँ एकदम ठुलो हात चाहिँ हाम्रो सुरज दाइको छ है सबै म्यानेजमेन्ट यसको सुरज दाइले नै गर्नुभएको है हामीले चाहिँ यसो चलाएको जस्तो मात्रै गरे है साथीहरू अलिअलि त गर्यो नगरे होइन काम तर यसको पुरै श्रेय चाहिँ हाम्रो सुरज दाइले जान्छ गागल फेर्ने मागिरहेका छौँ हामी अहिले हाम्रो यस वनभोज कार्यक्रम यो भिडियो हेर्नु चाहिँ सबैले मेरो च्यानल सब्सक्राइब गर्नु चाहिँ नभुल्नु है साथीहरू हुन नसकेका दाजुभाइहरूलाई आज यो वनभोज कार्यक्रमको माध्यमबाट यो पवित्र भूमिमा लिएर आउनु भएको छ र हामी तारकेश्वर 60 क्लबका दाजुभाइ दादालाई सामाजिक भावले एकतर्फ रूपमा खोलिएको संस्था यो तारकेश्वर क्लब 60 नामाकरण गरिएको छ हाम्रा दाजुभाइहरू कति आज कामको समयले आउनु भएको छैन र त्यही क्षेत्रमा आज कार्यक्रम खानपिनमा र खाजामा व्यस्त हुने हुँदा सम्पूर्णलाई खाजामा आइदिनुलाई हार्दिक अनुरोध गर्न चाहन्छु एउटै ठाउँमा रहिरहँदा पनि एक आपसमा मिलन हुन नसकेका दाजुभाइहरूलाई आज यो वनभोज कार्यक्रमको माध्यमबाट यो पवित्र भूमिमा लिएर आउनु भएको छ र हामी तारकेश्वर 60 क्लबका दाजुभाइ
दादालाई हो लसी हाम्रो समुदाय यो संघर्षकै कार्यक्रम परम्परालाई धान्ने र सामाजिक भावले एकतर्फ रूपमा खोलिएको संस्था यो तारकेश्वर क्लब 60 नामाकरण गरिएको छ। हाम्रा दाजुभाइहरू कति आज कामको समयले आउनु भएको छैन र केही क्षणमा हाम्रो कार्यक्रम खानपिनमा र खाजामा व्यस्त हुने हुँदा सम्पूर्णलाई खाजामा आइदिनुलाई हार्दिक अनुरोध गर्न चाहन्छु। हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो महेश जौकुवाज्यूलाई पनि म आसन ग्रहण गर्न चाहन्छु। त्यसै गरी हाम्रो सम्पूर्ण त्यसै गरी सैन्य दाई हजुर पनि आसन ग्रहण गर्नलाई म हार्दिक छु। त्यसै विकास दाईलाई पनि म आसन ग्रहण गर्न हार्दिक हाम्रो तराईलाई हाम्रो निरन्तर हाम्रो सिङ्गै बिहानी पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद साङ्गाजी थापाज्यू र यस कार्यक्रमका सभापति र तारकेश्वर क्लब 60 का प्रस्तावित संयोजक राजन थापाज्यू, तारकेश्वर वडा नम्बर 11 दिए आज रमाइलो गरौँ नाचौँ हामीले र आज हाम्रो एकदम अहिले चुनावको बाहुला व्यस्तता हुँदा हाम्रो तारकेश्वर क्लब वडा नम्बर 1 का वडा सदस्य अच्युत राजको राम्रो उपस्थित हुनुभयो। उहाँलाई पनि विशेष चाहन्छु। धन्यवाद धन्यवाद आदरणीय दाजु महेश जौकुवाज्यूलाई साँच्ची लगाउन सकेनौँ। त्यसै गरी हाम्रो आदरणीय दाजु किशोर केसी दाईलाई हाम्रो प्रमुख अतिथिलाई दिएर हार्दिक स्वागत गर्नलाई हार्दिक अनुरोध पनि गर्न चाहन्छु। एकदमै खुसियाली छाइरहेको छ। यो मित्रता, यो सद्भाव, यो माया अनि यो एकतालाई यो तारकेश्वर 60 कुनै पनि हालतमा भङ्ग गर्दैन है। खास के गर्नु जान्दिनँ तर पनि अघि बोल्नु पनि कुरो आइरहेको छ। मेरो सानगाजी भाइले जुन कुरोहरू भन्नुभयो त्यो कुरा सबै ठिक छ, राम्रो छ। सामाजिक उत्तरदायित्व वहन गर्दै हामीले चाहिँ सरसफाइ अभियानदेखि लिएर हाम्रो बाटोहरूलाई सरसफाइ अभियान राख्नुपर्छ भन्ने कुरा राख्दै हजुरहरूसँग दुई शब्द बोल्दै बुझा चाहन्छु। धन्यवाद सदस्य अच्युत राजकुमारज्यूलाई मञ्चमा राखिदिनुलाई हार्दिक अनुरोध गर्न चाहन्छु। आदरणीय दाइ अच्युत दाइ। धन्यवाद भाइ। अच्छा अब मैले के बोल्नुपर्छ होइन, म त भोगिरहेको मान्छे यति यहाँसम्म आइयो गरियो सबै कुराहरू अरू के कुरा गर्नु हामीले चाहिँ अब कति गऱ्यौँ सङ्घर्ष कति गऱ्यौँ भन्ने कुरो त अलग हामीलाई लाग्छ नि किशोर। अब अर्कोचोटि चाहिँ धन्यवाद हाम्रो साँच्चीकै हामीले दाइको वडा सदस्य तारकेश्वर क्लब 60 का अध्यक्ष आदरणीय समाजसेवी सामाजिक अभियन्ता राजन थापाज्यूलाई म हार्दिक अनुरोध गर्न चाहे। धन्यवाद प्रदर्शकज्यू। आजका प्रमुख अतिथि हाम्रो अति मिलनसार मेरो दाजु अच्युत राजकोर र मेरो सबै सम्पूर्ण दाजुभाइहरूलाई एकमुष्ट नमस्कार गर्न चाहन्छु। मजाले नाच्छु मजाले ल थ्याङ्क यू। ल आजका प्रमुख अतिथिले मलाई फुल दिएर स्वागत गर्नुभयो।
नाच्दा नाच्दै थाकेर अब भोक पनि लाग्यो है। अब डिनर खाएर आनन्दले डिनरमा इन्जोय गरौँ। पापड बल्ल आइपुगेछ। हेर्दा हेर्दै साँझ परेको पत्तै भएन। ल यो प्राकृतिक सुन्दरताले भरिएको गागरखेती रिसोर्टलाई बिदा पारी गर्दै हामी हाम्रो तारकेश्वर घर फर्किँदैछौँ है साथीहरू। ल अब हाम्रो घर पनि आइपुग्यो भन्दा नि बालकुञ्ज स्कुल आइपुग्यो। अब हामी जाँदैछौँ र आजलाई यति नै, धन्यवाद।